गाइस आज त धेरै पछिबाट छुट्टी भन्छ अब ईद सपोर्ट गरिदिनु होला, कमेन्ट गरिदिनु होला। सपोर्ट गर्दाखेरि अगाडि बढ्ने केही पार्टहरू सिकिन्छ जस्तो लाग्छ। जस्तो पनि हो आइल्यान्डहरू छ है, आइल्यान्डहरू सबको छुट्टी छ है। अब मेरो मात्र ड्युटी दिएको छ यहाँ सामा हाम्रो चाहिँ भएर हाउसमा सामानहरू इमर्जेन्सी दिन आउँछ, त्यही भएर चाहिँ कतिजना चाहिँ कन्टिन्यू छैन। आज भोलि छुट्टी हो मेरो चाहिँ है, कति दिन छुट्टी भयो ईदको छु। राम्रो भयो भने नराम्रो भयो भने यसो बनाइदिउँ भनेर चाहिँ होइन, यसो बनाइदिएँ अब हजुरहरूलाई यसो यसो टक्करहरू भने यसो भ्लग बनाइरहेको छु। सपोर्ट गर्नुभयो भने मलाई साह्रो हौसला आउँछ है, त्यो अगाडि बढ्न सकिन्छ। सानो मिनी भ्लग चाहिँ मैले यहीँसम्म चाहिँ स्थगित गर्न सक्छु है। हजुरहरू अहिलेसँग बसिरहनु होला है। आइल्यान्ड तपाईँहरू भिजिट गर्न आउनु सक्नुहुन्छ, यो पछि आइल्यान्ड बनिसकेपछि होइन, आउनुहोस् भिजिट गर्नुहोस्, घुम्नुहोस्। मालदिभ्स भनेपछि अब तपाईँहरूलाई पनि थाहा होला, मालदिभ्स भन्ने बित्तिकै पर्यटक इलाका पर्छ होइन। यो चाहिँ अब यस्तै हो, हाम्रो बिचमा सानो आइल्यान्ड बनाएर सानो टापुहरू आइल्यान्डहरू मिलेर चाहिँ मालदिभ्स देश बने हो है। यो हाम्रो अहिले सानो आइल्यान्ड बनाइरहेको छ, उतातिर छ सी आइल्यान्ड, टी आइल्यान्ड छ होइन। हाम्रो त आइल्यान्ड, सी आइल्यान्ड, टी आइल्यान्ड के आइल्यान्डहरू छ, त्यो चाहिँ हजुरहरूलाई पछि देखाउने छु अर्को भ्लगमा है। त्यो चाहिँ हाम्रो अहिले सी आइल्यान्ड हो। अब यस्तै हो हजुर, रमाइलो छ मालदिभ्स। तपाईँहरू अब आउनुहोस् मालदिभ्स, आउनुहोस् रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस् होइन। जिन्दगीमा मरिलानु के छ र है, नरिलानु अब त्यही हो, मरेर गयो भने त्यही हो, बस जस्तो आएको त्यस्तै जानुपर्छ अरे। मालदिभ्स पनि आउनुहोस्, रमाइलो छ मालदिभ्स, सुन्दर छ होइन। मलाई चाहिँ टाइम लाग्यो, काम त त्यस्तै हो होइन, सबै ठाउँमा काम गर्नै पर्ने हो। काम हो, वर्क इज वर्क हो। मलाई चाहिँ दामी
यहाँनिर जुन पानीभित्र चाहिँ माटो लगाएर माटो मिसाएर माटो छिपेर चाहिँ पानीभित्र चाहिँ आइल्यान्ड बनाउने कुरा चाहिँ मलाई भ्याङ्क डेन्जर लाग्यो क्या। यो चाहिँ सही हो, सही कुरा हो। यहाँनिर चाहिँ जमिनको सतह र पानीको सतह 1 मिटर माथि छ। भन्न सकिँदैन अब मालदिभ्सहरूले एकदम सुन्दर ठाउँ हो। त्यही पनि अब सुन्दर भयो भने अब मलाई चाहिँ लाग्छ त्यति नै डेन्जर जोखिमको नछ जस्तो पनि लाग्छ है। आउनुहोस् घुम्नुहोस्, यो हाम्रो अहिले बनिसकेपछि भिजिट गर्न आउनु होला। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। हस्त गाइड्सहरू तपाईँहरूले हल्का लाइक एन्ड सब्सक्राइब गर्यो भने ठुलो सपोर्ट मिल्छ है। भरे तपाईँहरूलाई यो भिडियो अपलोड गराइदिनेछु।